हेलो साथीहरू, के छ हौ तपाईँहरूको खबर? आजकल भेटघाट नभएको पनि धेरै दिन भयो। टक्क लाएर आज चाहिँ म तपाईँहरूसँग भेटघाट गरिदिउँ कि भनेर बाटो हिँडिरहेको छु। टक्क लाएर बाटो कस्तो छ भन्नुहुन्छ भने गाउँको बाटो हो। म चाहिँ कहाँ चाहिँ जाँदैछु आज भन्दाखेरि चट्टसँगले म चाहिँ जन्मिएर 5 कक्षासम्म चाहिँ पढेको स्कुलसम्म जाँदैछु साथीहरू। तपाईँहरूलाई पनि म देखाउँछु कस्तो थियो र अहिले कस्तो भयो। पहिला त धेरै एकदम के भन्ने एकदम विकसित थिएन, अहिले चाहिँ अब एकदम विकसित छ। हामी पढ्दाखेरि हालत चाहिँ एकदम बिग्रेको थियो, अहिले चाहिँ एकदम राम्रो छ स्कुलको। म स्कुल अब करिब 6-7 मिनट पछि पुग्छु। म हिँड्दै जाँदैछु। बाटो यस्तो छ। म पुगेपछि भन्दा पनि तपाईँहरूसँग यसो गफसफ गर्दै हिँड्नलाई भ्याएको पनि छैन। गाउँ आएको पनि धेरै भएको छैन। दसैँ मनाइयो, तपाईँहरूले पनि मनाउनु भयो होला दसैँ पनि। त साथीहरू, म चाहिँ जाँदैछु। आधी बाटोतिर पुगेँ म। अब एकछिनमा पुग्छु, तपाईँहरूलाई देखाउँछु कस्तो थियो। अब म पढ्नको त अब मैले 3टा स्कुल पढिसकेँ अहिलेसम्म। 5 क्लाससम्म यहाँ पढेँ गाउँमै, आफ्नै गाउँमा। त्यसपछि 6 क्लासदेखि 10 क्लास एसी दिउन्जेलसम्म चाहिँ मैले यहाँदेखि लगभग हिँडेर घरदेखि 1 घन्टा 1.5 घन्टा हिँडेर पढ्न जानु पर्थ्यो एसी दिने बेलासम्म। त्यसपछि मैले +2 सकेको भनेको चाहिँ यहाँदेखि भोजपुर पुगेर समथिङ 2-2.5 घन्टाको बाटो हिँडेर चाहिँ पढेर सकेको। अब अहिले चाहिँ म तपाईँहरूलाई देखाउनु गइरहेको स्कुल चाहिँ कुन हो भन्दाखेरि म जन्मिएर 5 क्लाससम्म पढ्दा सानै पढ्दाखेरिको स्कुल देखाउन लागिरहेको छु साथीहरू। र बाटो यस्तो छ हाम्रो। एकदम रुख बिरुवाहरू एकदमै बढ्दो अवस्थामा जङ्गलले नै घेरिसकेको छ साथीहरू हाम्रो गाउँलाई। यता एकदम जङ्गल छ, यता हेर्न सक्नुहुन्छ। आजको मौसम फेरि एकदम राम्रो, आकाश पनि सफा, एकदमै राम्रो भएकोले गर्दा म पनि आज यसो फुर्सदको टाइममा अब घरमा कामसाम यसो सघाएर मम्मीलाई कामसाम सघाएर अब ड्युटीतिरै जानुहुन्छ। मम्मीलाई कामसाम सघाएर म पनि यसो हिँड्दिउँ नि त भनेर हिँडेको। अब तपाईँहरूलाई म पुग्न आँटेपछि भेट्छु है त साथीहरू। ल फाइनली साथीहरू, म चाहिँ रोडको बाटो छोराछरी हिँड्दैछु चट्ट लाएर। रोडको बाटो अब चाहिँ भने रोडको बाटो टुङ्गिन आँटेको छ। अब चाहिँ हिँड्नुपर्छ गोरेटो बाटो। यहीँ परतिरदेखि चट्ट म ओह्रालो लाग्छु। ओह्रालो लागेपछि त्यहीँ तलतिर हो, स्कुल त पुगिहालिन्छ एकैछिनमा। उनीहरूलाई मेरो घरबाट त्यस्तै मलाई चाहिँ हो भने अब सानो बेलामा कुदै आउँदाखेरि त्यही 3-4 मिनट लाग्थ्यो भने अहिले चाहिँ अब हिँड्दै आउँदा बिस्तारै नै आइन्छ। अब आरामले नै गर्दा 10 मिनट, त्यही हो 7देखि 10 मिनट चाहिँ लाग्छ। अब ल साथीहरू, अब चाहिँ यहाँदेखि उता भोजपुर जाने रोड छुट्यो। यहाँदेखि उता मेरो घर जाने बाटो भइहाल्यो। यो चाहिँ यहाँदेखि हुँदा चाहिँ अब स्कुल जाने ल बाटो चट्ट लाएर म चाहिँ ओह्रालो झर्दैछु साथीहरू। अब चाहिँ पहिला यो बाटो हिँडिन्छ मजाले, गाउँ नबसेको धेरै भयो। गाउँ आएर सो जाँदाखेरि त अब एकदम रमाइलो लाग्ने रहेछ नि साथीहरू। अब के भन्नु, चट्ट यस्तो छ ल बाटो चाहिँ एकदम उँधोबाट। अब घामको अहिले एकदम बेलुकीको टाइम छ, घामको चाहिँ किरण परेको हुनाले अब तपाईँहरूलाई म अलिकति राम्रो खालको क्वालिटी दिन पनि सक्दिनँ होला। त्यही पनि ठिकै छ, त्यसमा तपाईँहरूले दुःख मन नगर्नु साथीहरू। त्यस्तै हो, हामी अब यसो कहिलेकाहीँ भेटघाट गर्ने हो, हामीलाई छैन होइन। अब चाहिँ टक्क लाएर ल यस्तो बाटो हिँडेर जाँदैछु साथीहरू। म घाम एकदम अहिले बेलुकाको टाइम छ, त्यही भएर लागिरहेको छ। स्कुल भन्नुहुन्छ भने म देखाउँछु तपाईँहरूलाई। यही स्कुल हो। अब घामले अहिले चाहिँ एकदम किरण उँधोबाट परेको हुनाले अहिले
स्कुल चाहिँ क्लियर देखिएको छैन ल तपाईँहरूलाई म छेउमै पुगेर स्कुल देखाउँछु सक्छ है त साथीहरू ल फाइनली साथीहरू म चाहिँ स्कुल पुगिसकेको छु अब म यहाँ गेट पनि यस्तो भत्केर अहिले एकदम राम्रो बनाएर धेरै पछि आइपुग्यो स्कुल त बाटो यस्तो हुनुहुन्छ ल गेट यस्तो भइसकेछ स्कुल छिर्ने गेट यता हामी खेल्ने ढुङ्गाहरू यही चट्ट यस्तो छ यता स्कुल वरपरको चाहिँ भन्नुहुन्छ भने ल चट्ट साथीहरू म चाहिँ ल यो गेट भयो ल पस्ने बेलामा यस्तो ढोकिदिउँ न त आफू पढेको स्कुल ल ढोकिदिएँ ल है त यहीँबाट त्यही कफ ग सिक्यो यहीँबाट शिक्षा आर्जन गरियो साथीहरू ल चट्ट लाएर म स्कुलको कम्पाउन्डमा आइसकेको छु ग्राउन्डमा यो भन्नुहुन्छ भने ल स्कुल यही हो स्कुल मेरो म पढेको श्री सिंहदेवी प्राथमिक विद्यालय भोजपुर नगरपालिका 5 बोक्खिम भोजपुर कोशी प्रदेश स्थापना हेर्नु साथीहरू स्थापना 2027 ल साथीहरू के हो यो चाहिँ हाम्रो अफिस यो 2 क्लास 1 क्लास 3 क्लास 4 क्लास त्यो र 5 क्लास त्यो भयो ल साथीहरू टक्क लाएर आफू पढेको स्कुल जन्मेपछि 5 क्लाससम्म अध्ययन गरेको स्कुल चाहिँ चट्ट लाएर आज म आइपुग्न पाएँ एकदम धेरै खुसी लागेको छ मलाई स्कुल आइपुग्दा अहिले त हेर्नु न यो वाइफाई साइफाई राखेर यता त्यता लाइन पहिला हामी पढ्दा जडान थिएन टिनको छाना थिएन अहिले टिनको छाना पनि भएछ पहिला हामीले चाहिँ टिन नै थियो तर समथिङ यस्तो थिएन पेन्टिङहरू केही थिएन अहिले यस्तो राम्रो बनाएर छ अब अलिकति विकसित भइसकेको छ हामी चाहिँ अब सानो धेरै पहिला पढेको हो आजभन्दा करिब 10 वर्ष 12 वर्ष अगाडि पढेको हो त्यही भएर एकदम आज धेरै खुसी लागेको छ साथीहरू स्कुल आउन पाइयो आफू पहिला पढेको स्कुल आउन पाइयो एकदम धेरै खुसी लागेको छ साथीहरू ल मैले तपाईँहरूलाई आज यो देखाएँ म पढेको स्कुल कस्तो लाग्छ भिडियो तपाईँहरूलाई स्कुल मन परेन म 5 क्लाससम्म पढेको स्कुल कमेन्ट पनि गर्नु होला के छ भिडियोमा कमी कमजोरी पनि भन्नु होला है त साथीहरू ल यही हो चट्ट लाएर म पढेको स्कुल चाहिँ म चाहिँ ग्राउन्डको बिचमा छु अहिले मैले पानी खाने धारो अहिले धारो पनि सुकेर खत्तम भइसकेको छ ल यो मेरो यो पपी यो पनि यहाँ आइपुगेछ है ओ चाहिँ आइज यो यहाँ आइपुगेछ साथीहरू ल यो अहिले यहाँ हेर्न सक्नुहुन्छ मेल ल है चट्ट लाएर अब स्कुलमा फलेको मेल हो आफ्नो स्कुलमा फलेको एउटा दाना खाइदिनु त चट्ट चिसो चाहिँ लाग्दैछ हेर्नु साथीहरू ल यसलाई चाहिँ मेल भन्छ हाम्रोतिर चाहिँ एकदम अमिलो यो पहिला केटाकेटी हुँदाखेरि अब धेरै खाएँ त अहिले पनि चाखौँ नि त कस्तो हुन्छ होइन साथीहरू एकदम धेरै टेस्टी मिठो हुन्छ पहिला अब यो कम्पाउन्ड पनि बारेको थिएन अहिले यो कम्पाउन्डहरू सबै बारेर यहाँबाट म त बाटो जाने थियो यो बाटो बन्द भएछ अहिले हामी चाहिँ यहाँबाट पनि हिँड्थ्यौँ यहाँबाट बाटो थियो यहाँबाट जङ्गल यस्तो जङ्गल घारी भइसकेको छ स्कुल चाहिँ एकदम अहिले पनि त्यति धेरै विकसित त होइन स्कुल हेर्न सक्नुहुन्छ यस्तो भएको छ धेरै विकसित भन्न चाहिँ सकिँदैन ल है त साथीहरू भिडियो कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला मन परेमा सेयर गर्नु होला मेरो च्यानललाई सब्सक्राइब गर्नु होला जति पनि नयाँ साथीहरू हुन्छ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा है त साथीहरू।